हेलो गाइस, सबैलाई नमस्कार। र आज म तपाईहरुलाई कसरी गोर्खा सम्मेलनमा जाने त्यसको म बाटो देखाउँछु र भिडियो सबैले एन्ड तक हेर्नु होला। र भिडियो सुरुवात गर्दैछु तपाईको फर्स्ट गेटबाट सुरुवात गर्दैछु। यता जाँदाखेरि शान्तिपुर, यता तपाईको सापका यो मेन एन्ट्रेन्स गेट भयो। यो बाटो आए, यो बाटो तपाईहरु शान्तिपुरबाट सिधै आउन सक्नुहुन्छ। सिधै आएर यतापट्टि सिधै जाँदाखेरि नरबारी जान्छ। अहिले यो जुन स्टेट जाने बाटोमा तपाईहरु सिधै नरबारी जान सक्नुहुन्छ। यता राइट साइड हेर्नुभयो भने यो हुन्छ तपाईको मेन। यहाँ तपाईहरुको तामाङ, यहाँबाट यो शान्तिपुर आउने बाटोबाट सिधै जाँदा तपाईहरु यता जाँदा नरबारी जानुहुन्छ। र यो यसबाट सिधै जाँदाखेरि यहाँ एउटा गेट छ, यो गेट पार गरेर जानु होला। यो गेट पार गरेर सिधै जस्तो तपाईहरुले बाटो न्यू रोड छ, न्यू रोड जसरी तपाईहरुले डाइरेक्ट रोडबाट सिधै तपाईहरु जान सक्नुहुन्छ। क्लियर बाटो छ र राम्रो छ। आगे तपाईहरुलाई देखाउँदै जान्छु म। पुरा फेस्टिभलसम्म तपाईहरुलाई पुरा रोड देखाउँछु। भिडियोमा एन्ड तक बन्नु होला। यहाँ पनि एउटा गेट दिएको छ, यो गेट मेन गेट। अब यहाँबाट बेसी दूर छैन। यो सामने तपाईहरुले देख्नु हुँदैछ, यही यो मेन फेस्टिभलको जुन प्रोग्राम यो देख्नु हुँदैछ, यो मेन फेस्टिभलको प्रोग्रामको एरिया।
एन्ड गरिदिउँ न।